नमस्ते साथीहरू, मेरो यो युट्युब च्यानल प्रफिट प्लसमा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। साथीहरू, मैले यो साताभरि शेयर बजार कस्तो रह्यो, कुन कम्पनी अब्बल रहे र कुन कम्पनी सबैभन्दा घाटा बेहोर्न बाध्य भए, यस सम्बन्धमा छोटो जानकारी लिएर आएको छु। साताभरिमा जम्मा 4 दिन खुलेको शेयर बजार हप्ताभरि नै राताम्य देखिएको छ। यो हप्ता लगानीकर्ताहरूलाई राम्रै झड्का लागेको छ। यो साताको जम्मा 4 दिनमा लगानीकर्ताको पोर्टफोलियोबाट 85 अर्ब सम्पत्ति गायब भएको छ। लगानीकर्ताहरू तनावग्रस्त भएका छन्। पैसा कहाँ गयो त? बजार अब उकालो लाग्ला कि अझै ओह्रालो? अवस्था अन्यल देखिएको छ। साताको पहिलो दिन केही आशा देखिए पनि पछिल्ला 3 दिन नेप्से लगातार घटेर 50 अङ्कले घटी 2738.72 अङ्कमा रोकिएको छ। अघिल्लो साता दैनिक औसत 5 अर्ब 87 करोड रुपियाँको शेयर खरिद बिक्री भएको बजारमा यस साता 5 अर्ब 29 करोड रुपियाँ मात्र शेयर खरिद बिक्री भएको छ। यस साता 13 वटै उपसमूहको परिसूचक घटेको छ। यो साता सबैभन्दा बढी जलविद्युत उपसमूहको परिसूचक 3.76% घटेको छ भने सबैभन्दा कम विकास बैंक उपसमूह 0.44% घटेको छ। त्यस्तै यस साता बढेका कम्पनीहरूको कुरा गर्दा सबैभन्दा बढी शिखर पावर डेभलपमेन्ट बैंकको शेयर मूल्य 5.86% बढेको छ र ग्रिन डेभलपमेन्ट बैंक पनि 5% भन्दा बढी बढेको देखिएको छ। प्राविधिक रूपमा अहिले 2660 देखि 2700 को सपोर्टको लेभलमा सबैको ध्यान रुमल्लिएको छ। यो लेभल हेर्दै गर्दा बजार यही बिन्दुबाट माथि जान पनि सक्ने देखिन्छ र यदि RSI 40 भन्दा तल झर्ने हो भने बजार अझै ओह्रालो लाग्ने अनुमान गर्न सकिन्छ। यो लेभल यतिखेर बलियो सपोर्ट लेभलको रूपमा मानिएको छ। कारोबारको रकम पनि 5 अर्बको वरिपरि मात्र हुँदा ठूला लगानीकर्ताहरू बजारबाट बाहिरिसकेको र प्रवेश नगरिसकेको साथै साना लगानीकर्ताहरू भने अझै अन्यलमा रहेको अनुमान गर्न सकिन्छ। समग्रमा हेर्दा अहिले बजारको अवस्था पर्ख र हेर अर्थात् वेट एन्ड सी नै रहेको देखिन्छ। हवस् त, यो साप्ताहिक विश्लेषण आजलाई यति नै। यस्तै जानकारीमूलक भिडियोहरू हजुरहरूमाझ फेरि पनि लिएर आउनेछु। मैले भिडियो पोस्ट गर्न साथ हजुरहरूको पेजमा आउनको लागि यो च्यानललाई सब्स्क्राइब गरिदिनुहोला र लाइक, कमेन्ट र शेयर पनि गर्नुहोला र यसै विश्लेषणको आधारमा मात्र शेयर खरिद बिक्री भने नगर्नुहुन अनुरोध गर्दछु।